एसई न्यू स्टुडेन्ट अफर कसरी लिने एनटिसीमा आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनुहोला। सबैभन्दा पहिलो तपाईँ आफ्नो मोबाइलको डायल पेड ओपन गर्नुहोस्। म आफ्नो डायल पेड ओपन गरेँ। डायल पेड ओपन गरिसकेपछि कीप्याड ओपन गर्नुहोस्। म आफ्नो कीप्याड ओपन गरेँ। कीप्याड ओपन गरिसकेपछि यहाँ लेख्नुहोस् *1600# लेखेर क्याल गर्नुहोस्। नमस्तेको सिममा यहाँ आइसक्यो। दुईटा छ, एउटा छ एसई रिजल्ट 2082। एक नम्बरमा क्लिक गरेर तपाईँ आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ र 2 नम्बरमा छ एसई न्यू स्टुडेन्ट अफर। एसई न्यू स्टुडेन्ट अफर लिनको लागि 2 नम्बरमा यहाँ क्लिक गर्नुहोस् र सेन्ड गर्नुहोस्। सेन्ड गरिसकेपछि यहाँ छ प्लिज इन्टर वेयर एसई सिम्बल नम्बर। तपाईँ एसई को सिम्बल नम्बर राख्नुहोला। जस्तै यहाँ इक्जाम्पलमा देखाएको छ त्यस्तै नै राख्नुहोला। जस्तै म आफ्नो भाइको सिम्बल नम्बर राखेँ। सिम्बल नम्बर राखिसकेपछि सेन्डमा क्लिक गर्नुहोस्। सेन्डमा क्लिक गरिसकेपछि यहाँ प्लिज इन्टर वेयर 8 डिजिट डेट अफ बर्थ बीएस विक्रम सम्बन्धमा राख्नुहोला। जस्तै म आफ्नो भाइको डेट अफ बर्थ राख्छु। डेट अफ बर्थ राखिसकेपछि यहाँ सेन्डमा क्लिक गर्नुहोस्। सेन्डमा क्लिक गरिसकेपछि यहाँ देखाइरहेछ यु हेभ अलरेडी एक्टिभेटेड वेयर स्टुडेन्ट अफर प्याक। यहाँ मैले अगाडि नै लिइसकेको छु एसई न्यू स्टुडेन्ट अफर, त्यसै कारणले अलरेडी नै देखाइरहेको छ एक्टिभेटेड भइसकेको छ। यदि तपाईँले लिएको छैन भने यहाँ यो तरिकाले लिन सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेर्नको लागि धन्यवाद।